रमेश लेखक समेत चाहिँ का अरू साथीहरू चाहिँ 3 जना नेपाली काङ्ग्रेसका नेताहरू पनि त्यहाँ आइपुग्नु। सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीजी र अहिलेका गृहमन्त्री ओम प्रकाश अर्यालजी अर्को कोठामा हुनुहुन्छ भन्ने हामीले थाहा पाइरहेका थियौँ। राष्ट्रपतिजी र प्रधान सेनापतिले उता गएर कुरा गरेर गर्ने, त्यहाँ कस्तो कस्तो हुन्छ त्यो यता रिले गर्ने, यता हामीले दिएको सुझावहरू फेरि उता रिले गर्ने गरेर रातभरि जस्तै चलिरहेको। मेन एजेन्डा अन्तरिम सरकार बनाउने कुरा नै थियो। ओके, केपीजीसँग नै मेरो कुरा भएपछि थाहा पाएको मैले। उहाँ चाहिँ मगवानपुरको सुपारी टारमा हुनुहुन्थ्यो ब्यारेकमा भन्ने। केपीजी अलि यस्तै बठ्याइ गर्नुहुन्छ र बिग्रिन्छ क्या, देशमा पनि दुःख पायो, उहाँले पनि दुःख पाउनुहुन्छ। राजनैतिक पनि र नैतिक पनि हैसियत केपीजीसँग छैन अहिले। त्यो जबरजस्ती भन्ने त जसले जे भने नि भयो। उहाँकै सिफारिसमा राष्ट्रपतिजीले भेटेर सुशीलाको नाममा सहमति लिएर आएपछि बनेको सरकार। उहाँले ब्ल्याङ्क चेक किन दिया त?